दुःख हुन्छ काट्नलाई। कहिले कहिले त मान्छे पानी गाली गर्छन्, यिनीहरूले दिनदिनै आउँछन् यहाँ पैसा दिँदैन, पैसा लिन्न ढकिया दिनु पर्यो भने ढकिया कहाँ दिने र सबैले यस्तै मागेर लान्छन्। शान्त साधारण देखिने यो ठाउँ, तर यहाँ लुकेको छ एउटा कथा। हजारौं वर्ष पुरानो हातले बुनेको कला, जसले परिवार मात्र होइन पहिचान पनि बनाएको छ। यो हो कपिलवस्तु जिल्ला, जहाँ परम्परा अझै जीवित छ। तर के यो कला समयसँगै हराउँदै त छैन? भौगोलिक तथा सांस्कृतिक विविधता भएको हाम्रो देशमा विभिन्न जात जाति र स्थान अनुसार फरक फरक मौलिक प्रविधिहरू पाइन्छन्। मौलिक प्रविधि भनेको परम्परागत रूपमा पुस्तौँदेखि प्रयोग हुँदै आएको स्थानीय स्रोत, सिप र ज्ञानमा आधारित प्राकृतिक वातावरणसँग मिलेर विकसित भएको प्रविधि हो, जसको मुख्य विशेषता भनेको स्थानीय कच्चा पदार्थ जस्तै वनस्पति, माटो आदिको प्रयोग हुनु, सिप पुस्तान्तरण हुँदै जानु र वातावरणलाई कम हानि गर्नु हो। यसरी रहेका थुप्रै मौलिक प्रविधिहरूमध्ये स्थानीय स्रोत र साधनको प्रयोग गरी ढकिया लगायत अन्य सजावटका सामानहरू बनाउने कला पनि एक हो। यो सामान चाहिँ खरबाट बन्छ। यो एउटा कास भन्ने खर छ यो भित्रको, त्यसपछि यो माथि चाहिँ हामीले चाहिँ एउटा मुज भन्ने खर पाइन्छ, त्यो खरबाट चाहिँ यो सामग्रीहरू बन्छ। यो सामग्री चाहिँ पूजाआजामा है शुभ कार्यहरूमा एकदम युज हुन्छ, किनकि यो ड्यामेज हुने चाहिँ सम्भावनै हुँदैन, न त कतै यताउता पछारिँदा फुट्ने सम्भावना हुन्छ। यो एकदमै खपेर चल्छ यो सामान। यसले गर्दा पनि यो सामान चाहिँ एकदम टिकाउ, मजाले टिक्छ यो सामान वर्षौं वर्ष। यो फलफुल राख्नलाई हैन, अनि रोटी राख्नलाई, त्यसपछि यहाँ चाहिँ यिनी चाहिँ यो पनि फलफुल राख्नको आइटम, त्यसपछि टेबलहरूमा चाहिँ सजावटको लागि यो गमला, अनि यो चाहिँ पेन होल्डर, पेनहरू राख्नको लागि, यो फलफुलको लागि, यो चाहिँ रोटी सुक्खा रोटी राख्नको लागि, तातो खानको लागि यो युज हुन्छ। अनि एउटा चाहिँ यो पनि एक किसिमको खरै भन्न पर्यो, यो थाकल, जङ्गलमा पाइने थाकलको यो टोपी मजाले गर्मीमा लगाउन मिल्छ। अनि यो चाहिँ ढक्की, यो पूजाआजामा मजाले युज गर्न मिल्छ। सो गरेर देखाउँ। यो ढक्कीहरू एकदम बलियो हुन्छ। यो ढक्की, यो बुट्टाहरू नयाँ नयाँ किसिमको बुट्टाहरू मजाले बनाउन सकिन्छ। यसमा विभिन्न किसिमका बुट्टाहरू मजाले बनाउन सकिन्छ। टिकाउ चाहिँ एकदम टिकाउ बलियो हुन्छ। ढकिया थारू समुदायको दैनिकीसँग जोडिएको परम्परागत हस्तकला हो। धेरै वर्ष अघिदेखि थारू समुदायले नदी किनार, खोला आसपास तथा तराई क्षेत्रमा पाइने मुज र काँस जस्ता घाँस प्रयोग गरेर ढकिया बनाउने चलन सुरु गरेका हुन्। हाम्रो अब हजुरआमाका आमाहरूबाट नि सुरु भएको छ जस्तो मलाई लाग्छ, किनकि म जन्मेदेखि नै देखिरहेको छु कि यो चिजहरू, आफूले थाहा पाएदेखि नै देखेछु यो चिज। काँस र मुजको रेसालाई बुनेर बनाइने परम्परागत सामानलाई हामी ढकिया भन्छौं, जसलाई विशेष गरी तराईका थारू समुदायले सामान बोक्न, सामान राख्न र सजाउन प्रयोग गर्छन्। विशेष गरी उपहार दिन, विवाह तथा विभिन्न चाडपर्वहरू जस्तै माघी पर्व, छठ पूजामा ढकियाको विशेष महत्व रहन्छ। यो चाहिँ काँस, यो ढकियाको यो घेराभित्र हाल्ने खर काँस, यो काँस चाहिँ एकदम छिटो हात काट्छ है। यो जोखिमै हुन्छ, यो काट्दाखेरि पन्जाहरू लगाएर काट्नुपर्छ। यो भित्र हाल्ने चाहिँ काँसको खर मात्रै, यसलाई चाहिँ घाँस काटे जस्तै समसम मुठा मुठा पार्ने, अनि घर ल्याएर त्यसलाई सुकाउने, सुकाएपछि स्टोर गर्न मिल्छ। यो मुज चाहिँ एकदम नरम छ। यो चाहिँ यसरी गरेर 3 पत्रे हुन्छ है। यहाँ चाहिँ डन्डा जस्तै हुन्छ यो खोल। यो चाहिँ पात मात्रै छ, मैले काट्न सकेन कि यो हात काट्ने भएर काट्न सकेन।
यो आफ्नो सिजनमा चाहिँ मजाले यसरी एक पात यसरी तानेपा चाहिँ सट्ट निस्किन्छ, 3 पत्रै निस्किन्छ। 3 पिस मात्रै मिल्छ बढीमा, नभए 2 पिस निस्किन्छ। अनि त्यसलाई फेरि एउटा चाहिँ छेदना भन्ने हुन्छ, त्यसले चाहिँ फलामको बनाएको हुन्छ, त्यसले चाहिँ यसरी चिर्ने, यसलाई मसिनो चिर्ने सबै। अनि यसलाई चाहिँ रङ्गाउने। यो सेतो कलर त रङ्गाउनु परेन सादाको, अरू यो कलर गर्ने छ भने रङ्गाउने। यसलाई रङ्गाउँदाखेरि पनि अमिलो राखेर रङ्गाउने, कलरमा अमिलो राखेपर चाहिँ कलर जाँदैन, अमिलो नराखिकन रङ्गाउने भने कलर जान्छ यसको। यो कलर अलि पाको बनाउनलाई अमिलो राख्ने। यो चाहिँ एकदम टिकाउ, एकदम बलियो हुन्छ, किनकि यो यसरी कतै राख्दा झ्यापझुप गर्दा नि यस्तो पछारिँदा नि फुट्दैन, यो फुट्ने सम्भावनै छैन यसमा। किरा लाग्छ होला, ढुसी पर्छ होला, त्यसबाट ढुसी पनि पर्दैन यो। कति किनकि ठ्याक्क यो बुढिसकेपछि यसलाई ठ्याक्क घाममा सुकाएर स्टोर गरिदिनुहुन्छ, ढुसी पनि पर्दैन, केही पनि हुँदैन। यो कास, यो भित्र जुन हालिन्छ नि यो कास, यो चाहिँ कास हो। यो बाहिरको चाहिँ मुज हो। यो बाहिरको यो चाहिँ एउटा यस्तै ठाडो चाहिँ एउटा खरै हुन्छ यसको। यो कास चाहिँ नदी खोलाको नजिक पाइन्छ भने यो चाहिँ डाँडाहरूमा पाइन्छ। यो जुनै मौसममा पाइन्छ कि विशेष गरी कुनै मौसममा? विशेष गरेर असोज कार्तिकसम्म यो चाहिँ निकालिसक्नुपर्छ हामीले, पछि चाहिँ निकाल्न सकिँदैन, त्यो एकदम साह्रो हुन्छ। यो असोजदेखि सुरु हुन्छ, असोजको 15 देखि सुरु भएर लगभग कार्तिकसम्म जान्छ लगभग। त्यसपछि यो चाहिँ छिप्पिन थाल्छ, अनि बनाउनु चाहिँ सकिँदैन, यो निकाल्न सकिँदैन। यो खर जुन दसैँको ठ्याक्क बेला हुन्छ नि, ठ्याक्क दसैँको बेलामा यो चाहिँ एकदम ठिक्क हुन्छ यो निकाल्नलाई। त्यही दसैँको सिजनमा त्यति बेला चाहिँ यसलाई निकाल्ने। यो कास चाहिँ भदौमा निकाल्छन्, भदौ असोजमा यो कास, यो चाहिँ कार्तिकसम्म निकाल्न सकिन्छ। यो र मुजका रेसामा सेलुलोज प्रशस्त मात्रामा पाइन्छ। सेलुलोजले रेसालाई बलियो र टिकाउ बनाउँछ, त्यसैले ढकिया चाँडै बिग्रँदैन। सेलुलोज भनेको बोट बिरुवाको कोषभित्ता अर्थात् सेल वालमा पाइने प्राकृतिक पदार्थ कार्बोहाइड्रेट हो, जसले बिरुवालाई बलियो बनाउँछ। यो ग्लुकोज अणुहरू मिलेर बनेको हुन्छ। घाँस र मुज जस्ता घाँसका रेसा लचिला हुन्छन्। लचिलो भएकोले मोड्दा वा बुन्दा सजिलै नटुटी आकार दिन सक्छ। उक्त घाँसका घनत्व कम हुन्छन्, त्यसैले यसबाट बनेका सामान हलुका हुन्छन् र बोक्न सजिलो हुन्छ। ती घाँसका संरचनामा हावा सजिलै छिर्ने हुँदा भित्र राखिएका सामान चाँडै बिग्रदैनन्। साथै यी वनस्पतिहरूमा विभिन्न किसिमका रङ सोच्न सक्ने क्षमता बढी हुन्छ। त्यसैले बलियो रेसा, लचिलोपन, छिटो बढ्ने, हलुका तौल र हावा छिर्ने संरचना जस्ता वैज्ञानिक गुणका कारण मुज र घाँस ढकिया बनाउन उपयुक्त सामग्री मानिन्छन्। ढकिया लगायतका सजाउने सामग्रीहरू धेरै समयपछि कुहिएर जाने हुँदा यो प्लास्टिकको विकल्पको रूपमा प्रयोग गरी वातावरण मैत्री बनाउन सकिन्छ। यो कास हो, खोलाबाट काट्न जान पर्छ, यसलाई ल्याएर सुकाउन पर्छ घाममा, अनि सुकाएर यसलाई सानो र ठुलो अलग गर्न पर्छ। यसलाई अलग गर्न पर्छ, अनि यसलाई खोलामा काट्न जान पर्छ। यो कति दिन सुकाउने? यसलाई 2-3 दिनमा त सुकाउनै पर्यो, न त कुहिन्छ। अनि उतापट्टिको यो मुज हो, यो खोलामा काट्न जान पर्छ। यसलाई कति गाह्रो हुन्छ, यसलाई निकाल्न पर्छ, सुकाउन पर्छ। यसको भित्र भुरो हुन्छ के, अनि निकालेर यसलाई सुकाउन पर्छ। कति दिन? 5-6 दिन त सुकाउनै पर्यो। घाममा सुकाउने कि घाम नभएको ठाउँमा? घाममा सुकाउने, यसलाई पनि घाममा सुकाउने, यो कासलाई यसले मुजलाई पनि सुकाउनै पर्यो। तपाईहरु वनमा जाने बेलामा सधैँ पाउनुहुन्छ कि कोही कोही बेलामा खोज्दाखेरि? सिजनमा पाइन्छ, जति पनि पाउँछ, जति आफूले चाहेको जति पाउँछ। तपाईले दसैँमा जान पर्छ, अहिले यो बेलामा त हुँदैन। आफै उम्रिन्छ कि रोप्नु पर्छ? उम्रिन्छ, आफै उम्रिन्छ। यसको सिजन आएपछि आफै उम्रिन्छ, यो पनि आफै उम्रिन्छ। अनि धेरैजना तपाईहरु जस्तो सबैजना गयो भने सबैले पाउँछ? सबैले पाउँछ। अनि त्यो वर्ष सके भने फेरि अर्को वर्ष फेरि आफै एक वर्ष ल्यायो भने अब सधैँभरि दिने। अनि पछि फेरि अर्को वर्ष जाँदाखेरि फेरि त्यसरी नै उम्रिरा हुन्छ? उम्रिराख्छ। पहिला भन्दा कम भएको छैन? तपाईहरु सामान लिन जाँदा, यस्तो वनमा खोज्न जाँदाखेरि पहिला जति पाउँछ त्यति नै पाउँछ कि पहिलाको भन्दा कम्ती भएछ कि? अहिले त पहिला भन्दा त अहिले त अब कहिले कहिले जाँदाखेरिमा
पाइन्छ कहिले बेलामा पाइँदैन सबै लान्छन् मेरा त्यस्तो आफैले रोप्नु सक्यो भने त अझै सधैँको लागि पाउँथ्यो होला नि सधैँको त्यस्तो घरमा रोप्न मिल्दैन होला है मिल्न त मिल्छ अहिले किनभने खोलाको वरपर धेरै झार हुन्छ कि यस्तो हुन्छ अनि झारै झार हुन्छ नि सर्प बसिन्छ भनेर त्यही भएर घर गाउँघरमा रोप्दिनन् त्यही खोलामा जान्छ खोलाको किनारमा हुन्छ त्यसो भए पक्का पनि यो के भन्छ मुज पानी भएको ठाउँमा ओसिलो ठाउँमा चाहिने हुनुपर्छ चिसो ठाउँमा हुन्छ अनि यो दुईटा फेरि के अलग्गै छ त्यो चाहिँ के हो यही हो मुज हो अनि यसलाई साँझ चिरेर यसलाई भिजाउन पर्यो भिजाएर बिहान नै उठेर कराईमा त्यही आगो बालेर अनि यसलाई रङ्गाउन पर्यो अलग अलग कसरी रङ्गाउने तपाईँले यसलाई भिजाएर बिहान अब यसलाई चिरेर सबै चिरेर यसलाई यस्तै गराउन पर्यो अनि गराएर एक्लै बनाउन पर्यो अनि बनाएर यसलाई भिजाउन पर्यो बिहान भिजाएर यसलाई फेरि दिउँसो बिहानै दिउँसैमा यसलाई रङ्गाउने अलग अलग यसलाई अलग अलग रङ्गाएर अनि बल्ल यसलाई घाममा सुकाउन पर्यो रङ लाउँदाखेरि कसरी लगाउने यसलाई त्यही पानीमा रङ हाल्ने अनि यसलाई भिजाएर यस्तै यसलाई यस्तो बनाएर यस्तै छोडेर अनि यसलाई पिरका सिटा पिरको हुन्छ नि त्यसलाई सिटै डबटेर अनि बनाउने अनि बनाएर सुकाउने घाममा कति दिन सुकाउने एक दिनमा त भइहाल्छ अनि त्यसरी सुकाएर तयार भइसकेपछि कसरी बनाउन सुरु गर्ने हामीलाई देखाउनुहोस् न बनाएको सुरुमा यसलाई हैन यसलाई भिजाउने अनि यसलाई भिजाएर यसलाई अब छिटो अब पहिल्यै भिजाउन पर्थ्यो हैन अहिले त टुटिन्छ क्या भचिन्छ हेर्नु यस्तै बिन्न पर्छ अब हामी त पहिला उहाँ अलिअलि बिनेथे अनि गएर उहाँ सिकेँ अनि त्यही बिनिराखेछ अहिले हात काटेको बेलामा त्यही बिन्न नमिलेर राखेको थिएँ सबभन्दा पहिला कस्तो गर्ने अनि यस्तै पहिला यस्तै सानो बनाउने अनि बनाएर अनि बिन्दा ठुलो हुन्छ अनि फेरि त्यसलाई बुट्टा हाल्न पर्छ अब हेर्नु यस्तै हो बिन्नी सुरुमा यस्तै हो बिन्नी अब सुरु बनाउँदाखेरिमा कहिलेको त जान्दिनन् बिन्न यस्तै बनाउन दुःख हुन्छ त्यही भएर अलि मान्छेले त बनाइदिउँ अनि म बिन्छु भन्छन् दुःख हुन्छ कि यस्तो बनाउँदा गाह्रो हुन्छ गाह्रो छ हातेमा गोबिन्छ खरले चाहिँ बनाउने भयो यसले चाहिँ घुमाउने भयो हैन यो तास के कासले चाहिँ घुमाउने खरले चाहिँ पहिला खरले पहिला हाल्ने यहाँ बनाउने यहाँ हजुर अनि त्यही काससित अब कास हाल्नु पर्यो अब यो नभिजिकन त फेरि बाङ्गो टाङ्गो हुन्छ भिजाउन पर्छ यसलाई भिजाएर अनि कति बेर भिजाउने एकछिनमा भइहाल्छ 5 मिनटमा त चिसो पानीमा भिजाउने कि तातो पानी चिसो पानीमा भिजाउनु पर्यो तातोमा त हैन चिसोमा अब हेर्नु अब सानो यसलाई बनाउन पहिला दुःख हुन्छ यस्तो गाह्रो हुन्छ बनाउनै मिल्दिन अब बनाउने अब यसलाई ठुलो गराउने हेर्नु यस्तो दुःख छ त्यही भएर बिन्न मान्छेलाई मान्दैनन् दुःख छ हात कटिन्छ बिन्नलाई फेरि यहाँ सबै टेप लाउन पर्छ यो सिटा नभिजिकन काट्छ हात हेर्नु यस्तो बनाउन पर्यो
के गर्ने यो काट्ने एउटा दुःखै हुन्छ खोलामा जुको पनि लाग्छ म त डराउँछु यो सिजनमा पाइन्छ माघ महिनामा पाइन्छ यसलाई त माघ महिना काट्छन् यो के अरे उसमा दसैँमा त्यही असोजमा पाइन्छ त्यतै पाइन्न अनि दिउँसोतिर काट्नु जाने कि बिहान नै भात खाएर भात लिएर जाने उतै काट्ने यसलाई सबै निकाल्न पर्छ यसको बुटो ठुल्ठुलो हुन्छ हात काटिन्छ बुढाबाई सट्लाएर जान पर्छ काट्न यसलाई आफ्नो घरतिर नि लगाउनु मिल्दैन खोलाको मिल्छ ए घरमा पनि लगाउनु हुन्छ तपाईहरु बाहिर लाउँछन् अनि यहाँ पनि राम्रो हुन्छ खोलाको छेउमा जस्तो खोला जस्तै हुन्छ राम्रै हुन्छ तपाईहरु आफ्नो घरमा पनि रोप्नुहुन्छ नाइ त्यही सर्प निस्किन्छ ठुलो हुन्छ के खोलातिरै जानु पर्यो खोला पहिला त जाँदाखेरिमा ढकिया यस्तै बिनेर दिन पर्थ्यो अनि बल्ल दिनु भएको थियो अहिले त अब लान्नन् सबै मान्छेले अनि गएर आफै खमखम्ती चिरेर लिएर आउने बनाएर लिएर आउने टाढा जानुपर्छ खोलामा जानुपर्छ जुन पनि खोलामा पाउँछ जुन खोलामा हुँदैन यो त्यही बारगङ्गातिर हुन्छ अब यो यस्तै सानोबाट अब ठुलो रोप्दा यसरी बुन्दा बुन्दै अब त्यो ठुलो पनि भयो ठुलो हुन्छ यसलाई हाल्न पर्छ यसैमा अनि नहाले पनि त कहाँ हुन्छ हैन यसलाई हाल्ने अनि ठुलो यस्तै बनाएको त्यसलाई पनि यो त रातिमा बिनेको एउटा पनि रातिमा राति बिन्थे अनि यस्तै धान काट्टाको बेलामा कहाँ धान काट्ने कि त्यही बिन्ने अनि रातिमा यस्तै बिजुलीको बत्तीमा बिन्ने गर्थे बिनेर राखेछु अहिले उहाँ जान छ दिन अहिले गए छैन दिन अहिले बिहामा थिए त्यही भएर गए छैन घरै छ अहिले जान्छु दिन त्यही बिन्दै हात काटेर कस्तो मैले त भात नखाए मिलेन पहिला त बिन्दाखेरिमा त हात काटेको थिएँ सबै यो टेप्लाउने अनि त्यस्तै पन्जाहरू लगाएर बुने पनि हुन्थ्यो होला नि हात काट्ने थियो कि पन्जालाई मिल्छ लाउन त पहिला त खुब हाम्रो आमाहरूले बिन्थे हजुरबा बुवा आमाले अनि मैले त बिने थिएन अनि गएर बिहे भएपर के बिनेर दिन्छस् आफ्नो छोरी छोरालाई भन्थे अनि टाल्यौँ यहाँ नयाँ ज्योतिमा अनि म्याडमहरूले बोलाउनु भएको थियो अनि फारम भरे अनि गएँ अनि सिक्नु भयो अनि सिकेँ उनीबाट अब कोही बेलामा अब फुर्सदको बेलामा यही बिन्थे अब उता डुल्दाखेरिमा यही राम्रो हो बिनेर अनि 1-2 पैसा मिल्छ भनेर अनि बिनेर राखेछु यसलाई कति जोगाएर राख्न पर्छ यसलाई त 50 रुपैयाँ लाग्छ बनाउनै त्यसलाई के भन्ने नि त्यो तपाईले छेड्नलाई यसलाई छेड्न हाम्रो आमाको बेलामा त यो बिलेट सिटा काट्थे अहिले यो 50 रुपैयाँ किनेर लिएर आथे अनि त्यही किनेर तालिम गर्दाखेरिमा भाँचे थिएँ अनि फेरि मैले आफै केटा के काटेँ अनि भाँचे अनि मैले फेरि किनेर लिएर यस्तो पिन चाहिँ बजारमा किन्नु पाइन्छ 50 रुपैयाँ लिन्छन् हजुर बजारमा त पाइन्छ 50 रुपैयाँ लिन्छन् अब यो आफ्नै त्यही किनेको 50 रुपैयाँबाट किनेको अनि जोगाएर राख्नु भएको थियो हाम्रो सासूले अनि म बिन्दै जाँदाखेरिमा अनि उहाँको छेड्न ठुल्ठुलो थियो अनि मैले राम्रो लागेन अनि त्यही मेरो घर छ अब म यही बिन्छु यही सिटा भने अनि यस्तो बनाउँदाखेरि तयार हुनुलाई कति दिन लाग्छ यसलाई ठकिया बनाउँदाखेरि अब बिहान बस्दाखेरिमा त यति सानोलाई त 3 दिनमा हुन्छ अनि ठुलोलाई त अब लाग्छ 1-2 हप्ता लाग्छ गाह्रो छ बिन्न त अनि त्यस्तो बनाइसकेपछि बेच्दाखेरि तपाईलाई कति आम्दानी हुन्छ सानो अब यतै महँगो लिन्छन् यिनीहरूले कति महँगो लिन्छन् अब बिन्नीलाई त हेर्दैनन् कति गाह्रो छ बिन्नलाई
अनि के गर्ने अब दिन्छन्। अनि सानोलाई कति पर्छ ठुलोलाई कति पर्छ? मैले त अब पहिला त चुकचुके बिन्दा त अब 25-25मा दिन्थेँ, अहिले त दिन्न अब त कहाँ दिन्छन् 25मा। अब पहिला त बिनेथे सबैजना अनि बेच्थे, अहिले त अब बिन्दैनन् अब कसैले मात्रै बिन्छन्, उता मोबाइल चलाएर हेर्छन्, उता बसेर अनि कहाँ बिन्छन्। यस्तो भएको बिन्नी होइन, नराम्रो हुन्छ, अर्को त्यही बनाउन पर्छ बा। त्यस्तो फाटेको होइन राम्रो बिग्रिन्छ। अनि त्यहाँ कस्तो राम्रो तपाईँको त्यो बनाएको ढकी छ नि, हो यस्तै बनाउँदै गर्दा यो ठुलो बन्दै गयो। यसलाई अब यो सानोमा बनाउने यस्तै डुल्को पारेर अनि यसलाई 3 इन्ची जति भए हैन, अनि यसलाई बुट्टा हाल्न पर्यो। त्यो बुट्टा हाल्नलाई रङ्गी चङ्गी हरियो रातो निलो हाल्नु भएको छ नि, त्यो बुट्टा कसरी बनाउने? अब यो बुट्टा अब बिनेर यो सबै यो सिद्धे भने सिद्ध्याएर अनि बल्ल हाल्ने। यसलाई पहिला हाल्न पर्छ। यहाँ यो बिन्दाखेरिमा एउटा पहिला सानोमा यस्तै बनाउन पर्यो हैन, बनाइसकेछु अहिले। अब यसलाई 3 इन्ची जति गराउनु पर्यो, गराएर अनि फेरि यसलाई यस्तो मिलाउन, फेरि त्यसलाई बुट्टामा अब यो सेतो गराएर अनि त्यसलाई बनाउन पर्यो ठुलो गराएर अनि बल्ल बुटो हाल्ने यसलाई। अनि यस्तो बुट्टा हालेको मात्रै बनाउने कि बुट्टा नहालेको पनि बनाउने? बुट्टा नहालिकन बन्छ, बुट्टा हालेको फेरि बन्छ। बुट्टा हालेको धेरै पैसा आउँछ कि बुट्टा नहालेको? बुट्टा हालेको धेरै आउँछ, गाह्रो हुन्छ फेरि। अब यो बुट्टा अब यसलाई पनि मिल्छ बुट्टा हाल्नलाई, यसलाई बुट्टा हाल्ने जस्तै बनाउँछु अब। यसलाई सिद्ध्याएर यसलाई बनाउने। अनि बुट्टा हालेको कति पर्छ, बुट्टा नहालेको चाहिँ कति पर्छ? बुट्टा हालेको त अब 150-300 घरमा त यस्तै लान्छन्। अब साथीभाइले दिनु अब जानेछौ यतिमा त भइहाल्छ, बिन्छु पछि बिनेर लान्छु, पैसा अहिले छैन भन्छन्। फेरि अब के गर्ने, अब दिनै पर्यो साथीहरूलाई। 500 लिन्छन् यस्तै 500। अनि बुट्टा नहालेको चाहिँ कति पर्यो? बुट्टा हाल्दाखेरिमा त 300-400 लिन्छन्। पहिला लिन्छ, अब त लिँदैनन्, अब त 1000 लिन्छन्। यसलाई त 1500 लिन्छन्। 1500 अब बुट्टा नहाल्दाखेरिमा सादा एउटा लिएर आऊँ अनि देखाउने। यो मैले आफ्नो घर पूजा गर्नेलाई राखेको थिएँ। कति मजाले बनाउनु भएछ। यही बुट्टा नहालिकन। बुट्टा हालेको एक त एउटा 2 दिनमा सिर्जिन्छ, यसलाई त बुट्टै हाल्नै पर्दैन। कति राम्रो सादा हो यो। हजुर, यहाँ पनि हाल्छन् होइन, तर मैले यस्तै बनाउँछन् अनि मैले यति बनाएँ अनि बनाएँ। रातिमा बिनेको दिनभरि कहाँ बाख्रालाई अहिले त सासुराले लिएर गएछन् बाख्रा, अनि त्यही टोरी सुकाएको छु त्यही बेलामा बसी बिन्छु। अनि तपाईँले यसरी कस्तो राम्रो मेहनत गरेर कति राम्रो बनाउनु भएको, किनेर लयो भने कति खुसी लाग्छ होला है। अब उही गएर दिने भनेको थिएँ अनि लिएर आउनु भने अनि गएन। मतलब तपाईँले आम्दानी गर्नुहुन्छ नि पैसा, हो, अनि त्यस्तो पैसा केमा खर्च गर्ने? तपाईँले आफ्नो के घर व्यवहारमा खर्च गर्नुहुन्छ कि आफ्नो लागि खर्च गर्नुहुन्छ? होइन, हाम्रो त सासु छन् सबैले अब बिनेको ढकिया कहाँ पैसा राखिस् भन्छन्, समूहमा राख्छु अनि बुढेसकालमा काम लाग्छ भनेर। अब आजकलको छोरा कुनै अब के गर्छन् होइन, त्यही भएर ढकिया बिनेर राख्ने, बचत गर्ने। हजुर, अनि तपाईँले यसरी बुनेको तपाईँको बच्चालाई छोरीहरूलाई पनि यस्तो बनाऊ यस्तो सिकाउँछु म भन्नुहुन्न? भन्छन् छोरी त अब कहाँ पढ्न उमेरमा कहाँ सिक्ने हो, अब पढेर बुन्ने, रातिमा बिन्छु भन्छ छोरी त। अनि सिकेको छ छोरीले? नाइ बिने होइन अहिले त, एउटा छोरा एउटा छोरी छ। अनि नानुले सिकेको छ यस्तो तपाईँले बनाउने जस्तो बनाउन सिकेको छ? सिक्छु भन्थे, सिकाइदे मलाई। अनि मैले भने कहाँ सिक्ने, यहाँ पढ्ने कि सिक्ने? मलाई नानीलाई सिकाइदिएको थिएँ अनि मलाई पनि सिकामा भन्थे।
सिकाइदिनु न त उसलाई पनि अनि उसलाई पनि रहर हुन्छ सिक्नलाई रहर त गर्छ सिकाइदिनु पर्छ कहिलेकाहीँ फुर्सद हुँदाखेरि यो त नानीको धेरै छुट्टीमा। रङ पारेर राखेछु बक्समा हालेछु त्यही भएर नि 50 रुपियाँको यति रङ दिन्छन् यति थोरै दिन्छन् 50 रुपियाँको त यति यति जम्मरै मिल्छ हजुर 50 रुपियाँको त यति मात्रै रङ आउन मिल्छ यति धेरै धेरै राखेछु त्यहाँ बाकसमा छ निकाल्न नमिलेर छोरा राखिदिएछ कुहिन्छ भनेर सबै मुसो काटिदिन्छ भनेर राखिदिएछ यस्तै छ बाहिर यस्तो हावामा राख्ने कि भित्र बन्द गरेर राख्ने यसलाई त बोरामा राखेर भइहाल्छ यसलाई त पन्नी प्लास्टिकमा राख्नै पर्छ अनि यसलाई सेतो हुँदैन प्यालो हुन्छ प्यालो भएपर त नराम्रो देखिन्छ यस्ता बिन्दाखेरिमा नराम्रो देखिन्छ राति रातिको बिनेको अब यसलाई पनि राति राति अब दिउँसो भन्दा त राम्रो अब रातिमा कहाँ देखिन्छ त्यही बिन्नी लक्ष्मण घाटबाट भाउजू हिँड्नु काट्न मलाई ढकिया कति बिन्न रहर लाग्छ मैले सिकेछु भनेर त हिँड्नु काट्दै थिएँ अनि त उहाँ राखे थिएँ अलि अनि सासूले भैँसी थिए अनि गोठतिर अनि आगो बालेर त आगो लाइदिएको थिएँ यति बच्यो फेरि काट्न अहिले सालमा अब बिउ रोपेर भ्याएपछि यसले हुन्छ अनि सिजनमा हुन्छ यसलाई त त्यस्तो तपाईँहरू किन्ने होइन है आफैले बनाउने आफैले काट्न जानुपर्छ म्याडम उहाँ सर्प हुन्छन् दुःख हुन्छ काट्नलाई कहिले कहिले त मान्छे पानी गाली गर्छन् यिनीहरूले दिनदिनै आउँछन् यहाँ पैसा दिँदैन पैसा लिन्न ढके दिनु पर्यो अनि ढाकिया कहाँ दिने र सबैले यस्तै मागेर लान्छन् अनि यस्तै दिन पर्थ्यो पहिला त हजुर अब उता बस्दाखेरिमा मोबाइल चलाउँदाखेरिमा त यही राम्रो बिन्ने अब यस्तो गर्दै गर्दै ऊ त्यत्रो जस्तै बनाउँदै त्यत्रो बनाउनु भयो यस्तै बनाउँदै अनि ठुलो भएपर अनि यस्तै बुट्टा हाल्ने यस्तै हजुर बुट्टा हालेर अनि बल्ल यो रङ्गिल मिलाइ हाल्न पर्छ अनि फेरि यस्तै बनाउँदा सानो अनि यस्तै बन्छ यस्तै बन्छ अनि यो सिद्धे भने यसलाई मिलाउन पर्यो हाल्न पर्यो त्यही मिलाइ हालेको यसलाई फेरि यस्तै नबस्दाखेरिमा बन्दैन यस्तैमा बस्नै पर्छ राम्रो अनि आउँछ नत्र बाङ्गो टाङ्गो हुन्छ बनाउने बिन्नी अब शुद्ध मोबाइल चलाउँदा बेरु यस्तै राम्रो छ तपाईँहरू त्यस्तो त्यो घोच्ने काँटालाई के भन्नुहुन्छ यसलाई छेड्ना यसलाई छेड्न भनिन्छ यसलाई पनि सिक्न पर्छ कहाँ मिलाएर बनाउने अरे जुन कुनाउलोमा हाल्ने होइन मिलाइ गर्नु पर्यो अब ढकिएको यो गयो अब छोरीलाई दिन पाइन्न भन्थ्यो हाम्रो आमाहरूले दिन पर्छ किन नदिने मैले दिएछु त छोरीलाई दिने होइन बिनेर भने हाम्रो पहिला त खेल्दाखेरि बिन्ने होइन अब के काम लाग्छ अब आमाले दिन्छन् भने कहाँ दिने हामी त देख्दिन आँखा देख्न पर्छ नि बिन्नलाई अब सानो बिन्दा अब यसलाई ठुलो अब यस्तै बेरेको अब यसलाई बेर्न पर्छ यस्तै पानी लगाएर अनि बेर्ने बनाउने धेरै मेहनत लाग्नेले छ मेहनत छ बिन्दा यसलाई मिलाउन नमिले पनि त राम्रो देखिन्न
फिन्स आउँदैन अनि दुःखै छ अब किन्ने मान्छे सजिलो भन्छन् यहाँ वरपर तपाईँले बुन्नु भएको जस्तो यस्तो खालको अरूहरूले पनि बनाउनुहुन्छ ढकिया बनाउन त वरपरको घरको मान्छेहरूले नि बनाउँछन् हाम्रो कान्छी सासू पनि बनाउँथे जेठानी पनि बनाउँथे यिनीहरूको कला मैले त यहाँ यिनीहरूसित सिकेन उहीँ गएर तालिममा सिक्नु भयो तालिममा जेठानीहरू त यस्तो बुट्रो हालेको बिने थिएन एउटा फेरि गमला राखेछु त्यहाँ बिनेको उहाँ सिक्दाखेरिमा बिनेर ल्याएर आएको अब यस्तै बनाउँदा अब यस्तो बनिन्छ यस्तै हुन्छ अब बिनेको फिन्स देखाउँछ ए भयो समय बित्दै जाँदा थकिया बनाउने सिप पुस्तौँदेखि पुस्तासम्म सर्दै आएको छ यसले थारू समुदायको मौलिक प्रविधि र परम्परागत ज्ञानलाई जोगाइराखेको छ ग्रामीण महिलाहरूलाई आय आर्जनको अवसर पनि दिएको छ तर यसरी बनाउने हस्तकला बारेको जोखिम साथै चुनौती के कस्ता छन् भन्ने जिज्ञासामा कपिलवस्तु बाणगङ्गा नगरपालिका हथौसा स्थित श्री नवज्योति महिला बहुउद्देश्य सहकारी संस्थाकी व्यवस्थापक जगरानी चौधरी भन्नुहुन्छ यो खरलाई चाहिँ स्टोर गर्नभन्दा अगाडि जुन निकाल्न गइन्छ नि खरबारीमा यो चाहिँ एकदम हात काट्छ डेन्जर त्यो हँसियाहरूले काटेको भन्दा नि अझै डेन्जर हुन्छ यसको यो छेउछेउकै यो पन्जाहरू लगाएर अनि बल्ल निकाल्न सकिन्छ यो अनि त्यसपछि फेरि यो बुन्ने बेला पनि अब एउटा बुन्नी सियो हुन्छ के अरे हो त्यसले पनि हात काट्छ मजाले यो औँलाहरूमा गोपिदिन्छ त्यसले यस्तो गरेर बुन्नुपर्छ मजाले यतातिर सट्ट गोपिदिन्छ ख्याल गरिएन भने यति मिस्टेक भयो भने गइहाल्छ यो औँला चाहिँ यसरी लगाइराख्नुपर्छ यसलाई अनि यो खरले पनि घाँस जस्तै समसम्ती काट्दाखेरि यसले पनि काट्छ हात स्याहार्दाखेरि जोखिम त धेरै जोखिम छ हातहरू एकदम मजाले बचाएर पन्जाहरू लगाएर मात्रै काट्नुपर्छ यो खर काट्ने त जस्तै घाँस काट्ने प्रविधि हुन्छ नि अब त्यसले फेरि कि त सम्याउने ठ्याक्क मुठा पार्ने चाहियो मेसिन काट्ने बित्तिकै मुठा पारिदिइहाल्ने नै भने यो छित्रियो भने फेरि यसलाई सम्हाल्नै गाह्रो हुन्छ यसलाई अनि यसलाई त अब प्रविधिले पनि गाह्रै हुन्छ जस्तो लाग्छ किनकि केलाएर निकाल्नुपर्छ यसलाई यो खर चाहिँ मजाले यसको मेसिनरी भयो पार यसको मेसिनरी यसको निकाल्ने यो पत्रै निकाल्ने मेसिनरी हुने अनि यसलाई चाहिँ खरबारीदेखि मजाले ल्याइदिने अनि यसलाई फेरि सुकाउन चाहिँ नपरोस् घाममा मजाले यसलाई सुकाउने मेसिनहरू भए पार एकदम सजिलो हुन्थ्यो बारेमास यो काम गर्न चाहिँ एकदम सजिलो हुन्थ्यो किनकि टाइम पर्खेर स्टोर गरिराख्न पर्थेन आजभोलि आधुनिक प्रविधिको प्रयोग बढ्दै गएकाले ठकियाको प्रयोगले पहिले जस्तो व्यापकता पाउन सकेको छैन त्यसैले ठकिया बनाउने सिप पनि बिस्तारै हराउने जोखिममा छ तर कपिलवस्तु बाणगङ्गा नगरपालिका हथौसामा स्थानीय समुदाय सङ्घ संस्थाले यसलाई संरक्षण गर्ने प्रयास गरिरहेका छन् हामीले चाहिँ सामानहरू गाउँबाट ल्यायौँ भने हजुरहरूले यहाँबाट चाहिँ सप्लाई जस्तै सप्लाई गरिदिनु पऱ्यो कि कता हो यसको लागि बजारीकरण मजाले मूल्यमा किनकि जोखिम एकदम मोल्नुपर्छ नि यसलाई बनाउँदाखेरि त्यही भएर मूल्य अलि पर्ने गरी यो जुन हाम्रो सेयर सदस्यहरूले बनाउनु भएको छ यो सामग्रीहरू यो उहाँहरूले निरन्तर उत्पादन गर्न सक्ने गरी यो चाहिँ बजारीकरण भए पार उहाँहरूले आफ्नो चाहिँ घर खर्च मजाले आर्थिकको हिसाबले मजाले धामेर मजाले चलाउनु छ घर बजारीकरणको अति आवश्यक छ यसलाई त्यसैले कपिलवस्तुमा पाइने काँस मुज जस्ता वनस्पतिबाट निर्मित हस्तकलाको संरक्षण बजारीकरण र प्रवर्धन गर्नु आजको आवश्यकता हो